तिम्रोले त हेलो गाइस आज चाहिँ हैन हामी कहाँ गएको भने चाहिँ पेमाको बिहामा गएको जलपाइगुडी हो तामाको गाडीमा छु तामाले गाडी कुदाइरहेछ यहाँ दुई भाइ यहाँ सालो यहाँ नवीन हो हामी भर्खर कहाँ पुग्यौँ रङ्बुल पुग्यौँ हैन अब बाटोमा हेर्दैछौँ के कसो हुन्छ भ्लगमा तपाईँहरूलाई सबै देखाइदिनेछु है सानो भ्लग होइन मिनी ल फाइनली हाम्रो अर्को गाडी चाहिँ भेट भयो यहाँ हो गजन्दाको गाडी हामी पछाडि होइन हाम्रो यत्तिकै सिङ्गरहरू चाहिँ फेरि पाउँदैन नि हाम्रो कमल पऱ्यो नवीन पनि हेभी हो सिङ्गर 5 मिनट छिटो जन्मेको सिङ्गरै हुन्थ्यो She got me feeling like oh yeah. She got me feeling like oh yeah. हैन हामी चाहिँ गाडीमा इन्जोय तामाको गाडीमा हो तिम्रो के छ 1-2 शब्द भन्नु पनि दुई भाइको भिडियो बनाउँदैछु बनाउनु आँटेको अब चाहिँ म्याचदार हिँड्ने टाइम भयो हो त्यसले गर्दाखेरि चाहिँ अलिकति डिस्टर्ब हुन्छ हामीलाई हो म्याचदाको कुरो चाहिँ यहाँ पिर हुन्छ यो बाटोमा चाहिँ But baby girl, I'm starting to believe in love at first sight. And girl, I love that it's feeling so right. हामी चाहिँ अहिले फिलहाल कहाँ पुग्यौँ हामी हो कहाँ पुग्नु चाहिँ बाटोमै छु हो यो चाहिँ टिस्टा रिभर रहेछ यताटिको हामी चाहिँ अब यहाँबाट गाजलडुब्बा चाहिँ 25 किलोमिटर होइन यहाँबाट 25 किलोमिटर गाजलडुब्बा होइन यहाँनिर एउटा पोल पनि रहेछ हो यो चाहिँ तपाईँको टिस्टा रिभर अरे हो यहाँनिर चाहिँ होइन बोरिङ रेलगेटमा यहाँ 10 मिनट जस्तो भइसक्यो बसेको हो केटाहरू गाडीबाट झरेर गरम भएर चाहिँ हामी केटाहरू यहाँनिर हल्का गाडीबाट झरेर गरमले हो आउँदैछ ट्रेन 8 घण्टा चाहिँ यहाँ टक्कै लागेको छ हो क्ल्याक भएर हामी पनि हेर्नुहोस् होला लाग्दो थाकेर है अब एन्ट्री बल्ल भर्खर एन्ट्री अब बेहुलालाई भेट्नुपर्छ आइपुग्यो हो कहिले हेऱ्यो ढिलो भएर उसलाई चढ्नै